कांग्रेस कम्युनिस्टहरूले देशलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे नाम दिए भए पनि जुन ढङ्गबाट देशलाई अगाडि बढाइराखेका छन् त्यो बाटो ठिक छैन। त्यो बाटो ठिक छैन मात्र होइन, त्यसले देशलाई ढिलो चाँडो दुर्घटनामा पुर्याउनेवाला छ र त्यसको क्षति कांग्रेस कम्युनिस्टहरूले मात्र होइन, सिङ्गो देशले, देशवासीले बिहोर्नु पर्ने छ। त्यसकारण बाटो सच्याउनु पर्यो, बाटो सच्याउनु पर्यो भनेर हामीले निरन्तर रूपमा भन्दै आयौँ र हामीले आम देशवासीलाई अपिल पनि गर्यौँ कि यो बाटो सच्याउन यो दलहरू तयार भएनन् भने जनताले दबाब सिर्जना गर्नुपर्छ, जनता उठ्नुपर्छ। भएन भने चुनावमा जनताले मतबाट सच्याउनु पर्छ। हामीले निरन्तर रूपमा भन्दै आयौँ तर हाम्रो कुराको सुनवाई भएन। अहिले यहाँ आइपुग्दाखेरि हामीले भनेको कुरा सत्य रहेछ भन्ने कुरा प्रमाणित भएको छ र आज देश एउटा गम्भीर दुर्घटनाको मुखमा पुगेको छ। भदौ 23-24 गतेको घटना जुन हाम्रो आँखाले देख्नु पर्यो कि थाहा भयो नि, कांग्रेस कम्युनिस्टहरूले अब कांग्रेस एमाले माओवादी भनौँ भने माओवादीले त आफ्नो नाम पनि भन्न नमिल्ने भएर नामै फेरिसक्यो यो बिचमा, होइन? नामै फेरेर हिँडिसक्यो। माओवादी भन्यो भने त फेला परिएला भनेर नाम फेरेर हिँडिसक्यो। भनेपछि जे होस् त्यही कांग्रेस एमाले र त्यस बेलाका माओवादी यिनीहरूले देश चलायौँ भन्थ्यो, हामीले देश चलाइराखेको छौँ भनेर भन्थ्यो। तर कस्तो देश चलाएको रहेछ? प्रधानमन्त्रीले आन्दोलनकारीहरू आफ्नो ढोकासम्मै आइपुग्दैछन् भन्ने कुरा पनि थाहा पाउन सकेन, त्यस्तो सूचनासम्म राख्न सकेन, त्यस्तो अनुमानसम्म गर्न सकेन। सिंहदरबार जल्यो, संसद जल्यो, सर्वोच्च अदालत जल्यो। त्यो भनेको के हो? देशका 3टा अङ्गहरू, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, 3टै एकै क्षणमा ध्वस्त भयो। तर पुरै देशलाई, जनतालाई सुरक्षा दिने कुरा त परै जाओस्, त्यही सर्वोच्च अदालत, त्यही सिंहदरबार, त्यही संसद भवन मात्र होइन, आफू बस्ने प्रधानमन्त्री निवास, राष्ट्रपति भवनसम्म सुरक्षा गर्ने तागत सरकारसँग रहेनछ। भनेपछि कस्तो देश चलाइराखेको हुन्छ? अरू कुरा त हामीले परको भन्नै परेन। अलिकति राम्रो उपचार गर्नु पर्यो भने विदेश जानुपर्छ, छोराछोरीलाई अलिकति राम्रो पढाउनु पर्यो भने विदेश जानुपर्छ, विदेश पठाउनुपर्छ। घरमा व्यवहार चलाउन गाह्रो पर्यो भने रोजगारी खोज्न पनि विदेश जानुपर्छ। कृषि प्रधान देश भनेर भनिन्छ, 65% मानिसहरू कृषिमा संलग्न छौँ भनेर भनिन्छ। तर वर्षमा तरकारी, फलफुल र खाद्यान्न गरेर झन्डै खरबभन्दा बेसीको कृषिजन्य वस्तुहरू आयात गर्नुपर्छ, बाहिरबाट ल्याउनुपर्छ। भनेपछि देश कस्तो चलाएछन्, कस्तो बनाएछन् त कांग्रेस कम्युनिस्टहरूले? देश त्यति मात्र होइन, एउटा सिंहदरबार जल्यो, फेरि खडा गर्न सकिएला। सर्वोच्च जल्यो, फेरि खडा होला। संसद भवन जल्यो, फेरि खडा होला। तर देशै जल्यो भने, देशै रहेन भने के होला? आज ताल परेन भने देश नरहने स्थितिमा पुगेको छ। हामीले बारम्बार भनेका छौँ, यत्रो धेरै पार्टीहरूको बग्रेलती, यत्रो धेरै पार्टीहरूको ताती लागेको बेला राप्रपा भन्ने अलग पार्टी किन चाहियो?
पार्टी मात्रै खोल्नको लागि त दुनिया पार्टी छन्। कांग्रेस छ, एमाले छ, माओवादी छ, के छ, किन फेरि अर्को राप्रपा चाहियो प्रश्न थियो। तर हामीले भन्यौं यो देश हामीले हाम्रो पुर्खाबाट जुन नासोको रूपमा प्राप्त गर्यौं, हाम्रो पुस्ताले हाम्रो पुर्खाबाट प्राप्त गरेको यो नासो हामीले सक्यो अझै विकसित, अझै समुन्नत बनाएर आउने पुस्तालाई जिम्मा लगाउने। तर सकिएन छ भने पनि, समुन्नत बनाउन सकिएन, समृद्ध बनाउन सकिएन छ भने पनि यसलाई बर्बाद हुन नदिएर, यसलाई बिग्रन नदिएर सग्लो रूपमा भावी पुस्तालाई जिम्मा लगाउने हाम्रो कर्तव्य छ। त्यो कर्तव्य पूरा गर्नको लागि हामीले राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना गरेको हो। त्यसको लागि राप्रपा हामीले तपाईको बीचमा लिएर आएको हो। आज ठुलो हुँ भन्ने पार्टीहरूले त्यो कर्तव्य भुले। उनीहरूले विदेशसँगको सम्बन्ध आफ्नो सत्ता स्वार्थसँग गाँसेर कायम गरे। आज नेपालमा प्रधानमन्त्रीको हुनुपर्छ अनि कुन चुनावमा कुन पार्टीले जित्नुपर्छ भन्ने कुरा विदेशीहरूले तय गर्दैन थाले र सत्ता केन्द्रित वैदेशिक नीतिको कारण नेपाल भू राजनीतिको चक्रव्यूहमा पर्न सक्ने खतरा छ र एक दिन नेपालको अस्तित्व समेत समाप्त हुन सक्ने खतरा छ। त्यसकारण देश बचाउनको लागि र देश बचाएर देश बनाउनको लागि राप्रपा खाँचो छ भनेर हामीले भन्यौं। आज त्यो कुरा प्रमाणित भएको छ। आज हेर्नुस् दलहरूको हातमा के रहेछ। आज सरकार कसले बनाइदियो, आज कसको सिफारिसमा मन्त्रीहरू पनि राखेका छन्, राजेन्द्र लिङ्गदेनले यहाँबाट भन्नुपर्छ। आज हरेक मान्छेलाई थाहा छ कि छैन। त्यति मात्र होइन, अब आउने चुनावमा कुन पार्टीले जित्नुपर्छ, कुन पार्टीले हार्नुपर्छ त्यो पनि विदेशीहरूले योजना बनाइदिँदैछन् भन्ने कुरा तपाईहरुले सुनिराख्नु भएको छ। त्यति मात्र होइन, विदेशीहरूले यहाँ पार्टी पनि बनाइदिँदैछन् भने देश एउटा गम्भीर सङ्कटतर्फ फस्न लागेको छ। त्यो सबैबाट जोगाउनको लागि अब एक मात्र बाटो र विकल्प राष्ट्रिय प्रजातन्त्र पार्टीको बाटो हो। त्यसकारण हामीले केवल चुनावमा केही सिट जित्ने कुरा मात्रै लिएर आएका छैनौं। हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीले जित्ने र राष्ट्रिय प्रजातन्त्र पार्टीले जित्नुपर्छ भन्ने कुरा मात्रै लिएर आएका छैनौं। चुनाव भएछ भने, हामी उम्मेदवार भयौं भने त्यो कुरा पनि लिएर आउँला। तर त्यो भन्दा पनि ठूलो कुरा आज देशले जित्ने कुरा लिएर आएका छौं। देशलाई जिताउने कुरा हामीले लिएर आएका छौं। आज तपाई राप्रपासँग सम्बद्धहरूलाई त मैले धेरै सोधिराख्नु पर्दैन, तर तपाई वरपर उभिएर मेरो कुरा सुनिराख्नु भएका, विभिन्न सञ्चार माध्यमबाट हामीलाई सुनिराख्नु भएका कांग्रेस, एमाले, अहिलेको के नेपाली कम्युनिस्ट पार्टी के नाम फेरेको माओवादी, त्यो पार्टी, अन्य पार्टी अहिले प्रधानमन्त्री को हुने, चुनाव हुनु कहाँ छ, जित्नु कहाँ छ, प्रधानमन्त्री को हुने भनेर बाँडफाँड गर्दै गरेका नयाँ भन्ने साथीहरू, सबैका समर्थकहरूलाई, त्यो सबैसँग जोडिएका साथीहरूलाई म छातीमा हात राखेर एकचोटि सोध्न चाहन्छु, एकचोटि विचार गर्न आग्रह गर्छु के यही गणतन्त्र, यही धर्मनिरपेक्षता, यही संघीयता अथवा यही संविधान र यही संवैधानिक व्यवस्थाबाट यो देशलाई दुर्घटनामा जानबाट रोक्न सकिन्छ? यही संविधान, यही व्यवस्था अन्तर्गत हुने चुनावबाट भविष्यमा यो भन्दा पनि भदौ 23-24 गतेको भन्दा पनि ठूलो द्वन्द्व हुन सक्ने सम्भावनाबाट रोक्न सकिन्छ?
मलाई लाग्छ तपाईँ काङ्ग्रेसी भएर पनि नेपाली मन, एमाले भएर पनि नेपाली मन, माओवादी अरू कुनै पार्टी भएर पनि तपाईको अन्तरात्मामा नेपालीपन र नेपाली मन जीवित छ भने तपाईको अन्तरात्माले भन्छ कि यही व्यवस्था, यही भ्रष्ट व्यवस्था, भ्रष्ट निर्वाचन प्रणाली, भ्रष्ट राज्य संरचना, भ्रष्ट नियुक्ति प्रणालीलाई बोकेर देश अगाडि बढ्न सक्दैन। त्यसकारण तपाईको आत्माले भन्छ, तपाईले जानिराख्नु भएको छ, तपाईले बुझिराख्नु भएको छ भने म अपिल गर्न चाहन्छु। राष्ट्रिय प्रजातन्त्र पार्टीले बारम्बार रूपमा अपिल गर्दै आएको छ। यो भदौ 23-24 गते भन्दा अगाडि पनि भन्दै आएको थियो र भदौ 23-24 गतेको घटनापछि अझ व्यापक रूपमा हामीले भन्दै आएका छौँ, देश बचाउने अनि देश बनाउने हो भने यो चुनावभन्दा अगाडि नै राजा, राजनैतिक दल, अहिलेको नयाँ शक्ति, नवयुवाहरूको पुस्ता, जेनजी पुस्ता र अरू सरकारवाला सबैको सर्वपक्षीय सम्मेलनबाट नयाँ समझदारी कायम गरेर कुनै पार्टीले, कुनै शक्तिले हार्ने जित्ने कुरा होइन, कसैले नहार्ने, देशले जित्ने नयाँ समझदारी कायम गरेर अब भविष्यमा कुनै पनि शक्तिले म पाखा परे, म निषेधमा परे भनेर भन्नु नपर्ने र कसैले भविष्यमा लडाइँ लड्नु नपर्ने नयाँ व्यवस्था निर्माण गरेर जानुपर्छ। संसारमा कस्तो व्यवस्था छ होइन, अरू ठाउँमा कस्तो प्रचलन छ भनेर कपी गरेर नक्कल गरेर ल्याउने होइन। हामीले नक्कल त धेरै गर्यौँ, अरू देशको जस्तो व्यवस्था नक्कल गरेर ल्याउने हुँदाखेरि आज हामी यो दुर्घटनामा पुग्यौँ। अब हामीलाई कस्तो व्यवस्था खाँचो छ, यो देशलाई कस्तो व्यवस्था खाँचो छ, कसो गर्दाखेरि सबैको इज्जत र सम्मान रहन्छ र यो देश बनाएर हामीले हाम्रो जीवनकालमा यो देश बनेको देख्न पाउने वातावरण बन्छ, कसो गर्दाखेरि हाम्रा युवाहरूले देशभित्रै गरी खाने वातावरण निर्माण हुन सक्छ। नयाँ समझदारी कायम गरेर जाउँ भनेर हामीले भनेको छौँ र अबको एक मात्र विकल्प भनेको, अबको एक मात्र बाटो भनेकै राजा, राजनीतिक दल, जेनजी र सरकारवाला सबै पक्षहरूको बिचको नवीन समझदारी हो, नयाँ समझदारी हो, नयाँ सम्झौता हो र यसबाट कुनै पनि राजनीतिक शक्तिहरू भाग्नुहुन्न भन्ने म अपिल गर्न चाहन्छु। अब यत्रो दुर्घटनाबाट, यस प्रकारको वैदेशिक शक्तिहरूको चलखेलबाट, यस प्रकारको भू राजनीतिक चक्रव्यूहमा देश फसेको अवस्था देख्दा देख्दै पनि हामीले आफ्नो जबरजस्तीले गर्ने र आफ्नै कुरा माथि लाद्ने कोसिस गरेर देशलाई थप दुर्घटनामा लानु हुँदैन भन्ने कुरा म अपिल गर्न चाहन्छु। म त्यसको लागि सम्पूर्ण देशवासीहरूलाई, सबै राजनैतिक दलहरूलाई, सबै शक्तिहरूलाई दबाब सिर्जना गर्नको लागि अपिल पनि गर्न चाहन्छु। जनता बोल्नु पर्यो। मैले फेरि पनि भन्छु, यो देश बिग्रिँदाखेरि पहिले भन्थे, त्यसबेला उहाँहरू सत्तामा हुनुहुन्थ्यो, शेरबहादुर देउवाको के बिग्रिन्छ, यो देश बिग्रिँदा केपी ओलीको के बिग्रिन्छ, प्रचण्डको के बिग्रिन्छ। यो देश बिग्रियो भने तपाईँ युवाहरूको भविष्य बिग्रिन्छ, तपाईँ युवाको भविष्य बर्बाद हुन्छ भनेर भनेको थिएँ। आज पनि भन्छु, यो दलहरूको केही बिग्रिँदैन, देश बिग्रन्छ, हाम्रो भविष्य बर्बाद हुन्छ। त्यसकारण हामी हिजो कहाँ थियौँ, अब त्यो त्यागेर अब देश बचाउने र बनाउने मुद्दामा सहभागी हुनुपर्छ। म तपाईहरुलाई बारम्बार अपिल गर्दै आएको मानिस हुँ। संसार बन्ने हाम्रो मात्रै देश नबन्नु पर्ने कुनै कारण छैन। हाम्रो देश पनि बन्न सक्छ। हाम्रो देश नबन्नुको लागि एउटै मात्रै कारण हो, गलत नेतृत्वको हातमा देश र गलत नेतृत्वले ल्याएको व्यवस्था। आज तपाईं हेर्नुस्, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भने पनि 3.5 दशकदेखि 2046 सालको राजनीतिक परिवर्तन पछि
यो देशमा कसले नेतृत्व गरेको छ? माथि गएका गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, मनमोहन अधिकारी लगायतका केही मानिसहरूदेखि बाहेक त्यही शेरबहादुर देउवा, त्यही केपी ओली, त्यही प्रचण्डको वरिपरि देश घुमेको छ कि छैन? प्रजातन्त्र भने पनि, लोकतन्त्र भने पनि, गणतन्त्र भने पनि तिनै मानिसहरूको सिन्डिकेटमा देश घुमिराखेको छ। आज यिनै पार्टी, यिनै नेता अब बोकेर अथवा यिनै नेताले ल्याएको व्यवस्था ठीक हो भन्ने, नयाँ हो भन्ने कथित नयाँलाई बोकेर देश बन्छ कि बन्दैन? अब हामीले गम्भीरतापूर्वक सोच्नुपर्छ। समस्या मैले भने नेतामा त छ, तर नेताहरूले ल्याएको व्यवस्थामा पनि छ। देश किन बन्दैन, किन बनेन? आज हामीले सबभन्दा पीर चिन्ता गरेको अनेक समस्याहरूको थुप्रो माथि सबभन्दा माथिल्लो चिज के हो? हामीले सबैले आपत्ति जनाउने र हामी सबैले भन्ने कुरा के हो? भ्रष्टाचार भयो यो देशमा। भ्रष्टाचारबाट कोही पनि अछुत रहेन। अब भ्रष्टाचार भन्ने चिज कहाँ छ भनेर खोज्ने होइन, भ्रष्टाचार चाहिँ कहाँ चाहिँ छैन भनेर खोज्नुपर्ने दिन आयो भनेर हामीले भन्छौँ। र हामीलाई सबभन्दा पीर, सबभन्दा चिन्ता र हाम्रो सबभन्दा शत्रुको रूपमा हामीले लिएको चिज भ्रष्टाचार हो। तर भ्रष्टाचार किन हुन्छ अनि भ्रष्टाचार कसले गर्छ भन्ने कुरा हामीले बुझ्नु पर्यो। भ्रष्टाचार किन हुन्छ भन्दाखेरि हाम्रो भ्रष्ट निर्वाचन प्रणाली, चुनावमा भोट किनेर जित्नुपर्ने अनि भोट किनेर चुनाव जित्नुपर्ने भएपछि अनि फेरि त्यो उकास्न, त्यो लगानी उठाउन र अर्को चुनावको लागि पनि तयारी गर्न फेरि भ्रष्टाचार गर्नु पर्यो। त्यो भ्रष्टाचार कसले गर्छ? भ्रष्टाचार कसले गर्छ? त्यो तपाईँ यहाँ तल बस्ने मानिसले त गर्नुहुन्न। भ्रष्टाचार कसले गर्छ? नेताले गर्छ। म जस्ता मानिसहरूले गर्छन्। अनि भ्रष्टाचारीलाई कारबाही गर्ने निकाय हाम्रो देशमा को हो? भ्रष्टाचारीलाई कारबाही गर्ने संवैधानिक व्यवस्था के हो भन्दा भ्रष्टाचारीलाई कारबाही गर्ने अख्तियार हो, अदालत हो। त अख्तियारमा को छ, अदालतमा को छ? त्यही नेताले नियुक्ति गरेका मानिसहरू छन्। अख्तियारमा, अदालतमा नेताले आफ्नो कार्यकर्ता नियुक्ति गर्ने व्यवस्था छ। अनि त्यो अख्तियारले, त्यो अदालतले नेतालाई कारबाही गर्छ त। त्यसकारण समस्या मान्छेमा मात्र होइन, अहिलेको व्यवस्थामा पनि छ। त्यसकारण हामीले नेता फेर्ने मात्र होइन, यो व्यवस्थामा पनि परिवर्तन ल्याउनु पर्नेछ। जबसम्म हामीले यो व्यवस्थामा सुधार गर्दैनौँ, भ्रष्टाचारको अन्त्य हुँदैन, निर्वाचन प्रणालीमा सुधार र परिवर्तन गर्दैनौँ, देशले स्थायित्व प्राप्त गर्न सक्दैन। त्यसैले हामीले भनेका छौँ स्पष्टताका साथ अभिभावकीय संस्थाको रूपमा राजालाई राखौँ। राजा जो पूर्ण संवैधानिक हुनेछन्, संविधानको अधीनभित्र रहनेछन् र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीले देश चलाउने व्यवस्था हुनुपर्छ। तपाईहरूले आजसम्म प्रधानमन्त्री आफूले चुन्न पाउनुभयो, प्रधानमन्त्रीलाई तपाईँहरूले भोट हाल्न पाउनुभयो। जनताले आफ्नो प्रधानमन्त्री सोझै चुन्न पाउने व्यवस्था हुनु पर्यो र अभिभावक संस्थाको रूपमा राजा रहनु पर्यो। प्रदेश तहको खारेजी हुनु पर्यो र स्थानीय तह पूर्ण रूपमा निर्दलीय हुनु पर्यो। आज हेर्नुहोस् त, स्थानीय तहमा समेत दलीय आधारमा चुनाव हुने हुँदाखेरि एउटा वार्ड अध्यक्ष कुनै अर्को पार्टीको मान्छेले जित्यो भने त्यो वार्डको जनताको सबै विषयमा रातो कलम चलाउने मान्छे त्यो वार्ड अध्यक्ष। त्यो वार्ड अध्यक्षलाई झक चल्यो भने
अर्को पार्टीको मान्छेलाई के भन्छ, म 5 वर्ष म अध्यक्ष रहन्जेल तँलाई सिफारिसै गर्दिनँ भन्छ। विभाजन तल तलसम्म पुगेको छ। त्यसकारण स्थानीय तह गैरदलीय हुनुपर्छ र हामीले यसरी हामीले स्पष्ट खाकाहरू राखेका छौँ मात्र होइन, हामीले देश बनाउनको लागि हामीले 5 वटा हाम्रो देशको शक्ति समेत स्पष्ट पारेका छौँ। हाम्रो देश बनाउनको लागि मैले बारम्बार भनेको छु, संसार बन्ने हाम्रो देश मात्रै नबन्नुपर्ने कुनै कारण छैन। मेरो मुखबाट तपाईहरुले धेरैचोटि सुन्नु भएको छ, हाम्रा युवाहरूले यहाँबाट गएर दुबई बनाउने, कतार बनाउने, मलेसिया बनाउने, तर हाम्रो देश किन बन्न नसक्ने? हाम्रो देश उनीहरूले किन नबनाउने? कतार तपाईहरुले सुन्नु भएको छ, कतार गएर आउनु भएको छ। यी मैले अनुहार कतिको देखिरहेको छु कतारबाट फर्केर आएकाहरू। त्यो कतारको जनसङ्ख्या अहिले पनि 5 लाख पुगेको छैन। जुन देशको जनसङ्ख्या 5 लाख छैन, त्यो देशले कुनै बेला 25 लाख विदेशीहरूलाई रोजगारी दिएको थियो र त्यसमध्ये हाम्रो देशको मात्रै 5 लाख युवाहरूले रोजगारी पाएका थिए र अहिले पनि त्यहाँ 2 लाख भन्दा बेसी नेपाली युवाहरूले रोजगारी पाइराखेका छन्। त एउटा सानो देश कतारले त्यत्रो रोजगारी सिर्जना गर्न सक्छ, हाम्रो देशले किन सक्दैन? त्यस्तो मरुभूमि आज संसारको गन्तव्य देश, संसारका युवाहरूका मानिसहरूको रोजगारदाता देश बन्न सक्छ, हाम्रो देश किन बन्न सक्दैन? हाम्रो देश पनि बन्न सक्छ। हाम्रो देश बन्नका लागि हाम्रो देशको ऊर्जा, हाम्रो देशको कृषि, हाम्रो देशको पर्यटन, अहिले पछिल्लो दिनमा आएको सूचना प्रविधिको विकास र विदेशमा रहेका नेपालीहरूको सिप र पुँजीलाई हामीले ठिक ढङ्गले उपयोग गर्यौँ भने हामीले 5-10 वर्षभित्रमा यो देश बनेको हाम्रो आँखाले देख्न पाउँछौँ। हामीले हाम्रो जीवनकालमा यो देश बनेको हेरेर मर्न पाउँछौँ। त्यसकारण म तपाईहरु सबैलाई आग्रह गर्छु, जो राजनीतिक दलहरू परीक्षामा असफल भइसकेका छन्, गलत साबित भएका छन्, उनीहरूले 5 वर्ष 10 वर्ष होइन 35 वर्ष यो देश चलाउन पाउँदाखेरि पनि देश बनाएनन्, होइन देश बर्बाद गरे र देशको अस्तित्व समेत आज सङ्कटमा पारेका छन्। तिनीहरूलाई अब बोकेर हिँड्ने होइन। अब नयाँ विकल्प बनेको, खारिएको, हरेक परीक्षणमा खरो उत्रेको राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेन्डामा मुलुक र मुलुकवासी हिँड्नुपर्छ। त्यसकारण म तपाईहरुलाई फेरि पनि जोड दिएर भन्छु, देश बचाउने हो र देश बनाउने हो भने अब राष्ट्रिय प्रजातन्त्र पार्टीको बाटोमा हिँडौँ। अहिले कुनै जातको कुरा, कुनै क्षेत्रको कुरा होइन, आज देशको कुरा आएको छ। देश रह्यो भने हामी रहन्छौँ। देश आज प्रथम कुरा भएको छ। हामीले पहिले देशको अस्तित्व सङ्कटमा छ भन्दाखेरि हामीले जनतामा भय सिर्जना गरेको कपोलकल्पित कुरा गरे जस्तो लाग्थ्यो, तर आज त्यो कुरा सबले अनुभव गर्न थाल्नु भएको छ। बङ्गलादेशमा के भइराखेको छ, उता थाइल्यान्डतिर के भइराखेको छ, कम्बोडियातिर के भइराखेको छ। आज सर्वत्र हिन्दुत्वमाथि आक्रमण भइराखेको छ। आज हाम्रो यो क्षेत्र नयाँ प्रसव वेदनामा चाहिँ आज प्रवेश गरेको छ। अनेक प्रयत्नहरू भइराखेका छन्।